जोजलपा नेपाल भाषा लर्निङ। आज यो च्याप्टरमा हामी नेपाल भाषाको गीत याङ्गु निभाए कि चले भन्ने गीतको मिनिङ नेपालीमा के रहेछ भनेर हामी बुझ्नेछौँ। त्यसै गरी वेबसाइट डिजाइन गर्नु परेमा अथवा इन्फर्मेसन टेक्नोलोजीको केही आर्टिकल्सहरू पढ्नु परेमा @nepal.net चेक गर्नुहोला। यो गीतको लिरिक्स nepal-bhasha.blogspot.मा पनि चेक गर्न सक्नुहुन्छ। भाषाको SHA हो नेपाल-भाषा। यो गीतलाई गाउनु भएको छ र म्युजिक पनि दिनुभएको छ नव मानन्दर, लिरिक्स प्रगत मान श्रेष्ठ। यो गीत युट्युबमा पाउन सक्नुहुन्छ र चलेको गीत हो, सायद तपाईहरुले पनि सुन्नु भएको होला। सुरु गरौँ। यो सुरुमा यसको लिरिक्स आउँछ याङ्गु निभाए कि चले भनेर। याङ्गु निभाए कि चले अर्थात रातो घामको छायामा। याङ्गु अर्थात याङ्गु भन्नाले रातो, निभा भन्नाले काम। याङ्गु निभा रातो काम। किच अर्थात किच भन्नाले छाया हो। रातो घामको छायामा वगु ठो जिगु मतिना या स्वा। वगु ठो जिगु मतिना या स्वा अर्थात वगुको मिनिङ फुलेको। फुलेकोलाई हामी वगु भन्छौँ। ठो अर्थात यो। जिगु अर्थात मेरो। मतिना अर्थात माया। स्वा अर्थात फूल। हतास ठुए ढका सोया। हतास अर्थात हतार। ठुए अर्थात टिप्नु। टिप्नुलाई फूल टिप्नुलाई ठुए भन्छ। ढका भनेर, सोया हेरेर। हतास ठुए ढका सोया अर्थात हतार हतार टिप्छु भनेर हेरेर अथवा हेर्दा। कठ कैगु भए जुल अर्थात काँडाले खोस्ने डर भयो। कठ काँडा, कैगु खोस्नु, भए अर्थात डर, जुल भयो। अब यो पनि राम्रो छ, लिरिक्स एकदम राम्रो छ। स्वाया हले चस्सु लङ्गु अर्थात फूलको पातमा थकाइ मारेको। स्वाया हले, स्वा भन्नाले फूल भयो। स्वाया हले फूलको पात। हले अर्थात पातमा। ह भन्नाले फूलको पात हो। त्यस्तै चस्सु लङ्गु थकाइ मारेको। सिटिया फुटी थे छङ्गु मिखा अर्थात शीतको थोपा जस्तै तिम्रो आँखा। फुटी अर्थात थोपा। थे जस्तै, थे मात्र होइन थे हो, जस्तै। छङ्गु अर्थात तिम्रो। मिखा अर्थात आँखा। त्यस्तै अर्को निपा लाटी फे टेना अर्थात दुई हातले थाप्न लाग्दा। निपा लाटी दुई हातले। ला अर्थात हात भयो। निपा भनेको दुईटा हात। निपा ला भनेको दुईटा हात भयो। फे टेना थाप्न लाग्दा। फस कुइकिगु भे जुल अर्थात हावाले उडाइ लाने डर भयो। फस फे अर्थात हावा। कुइकिगु उडाइ लाने, भए अर्थात डर, जुल अर्थात भयो। त्यस्तै नुम हम्चा थे मछालीगु अर्थात नयाँ दुलही जस्तै लजाउने। नुम अर्थात नयाँ। नु अर्थात नयाँ। नु। हम्चा अर्थात दुलही अथवा बुहारी। बुहारी भन्दा पनि दुलही भन्दा अझै प्रपर हुन्छ। थे अर्थात जस्तै। मछालीगु लजाउने। मछा अर्थात लाज हो। गुली जक येपु छङ्गु बैस अर्थात कति मात्र लोभ लाग्दो तिम्रो बैस। गुली अर्थात कस्तो, जक
मात्र यही पु लोभ लाग्दो छङ्गु अर्थात् तिम्रो वैशको पैसो भइहाल्यो अनि त्यसपछि अर्को मछाले मुवा ढ्याटेना अर्थात् लजाउनु पर्दैन भन्न लाग्दा मछाले मुवा लजाउनु पर्दैन ढ्याटेना भन्न लाग्दा छ त चाइगु भएजुल अर्थात् तिमी रिसाउने डर भयो छ अर्थात् तिमी त चाइगु रिसाउने यो सँगै हाम्रो यो लिरिक्स ट्रान्सलेसन यति नै भयो कस्तो लाग्यो भन्नुहोला र यो गीत युट्युबमा खोज्नु भयो भने पाउनुहुन्छ कतिपय मेरो नेवार कम्युनिटी बाहेकको जस्तै कि गुरुङ भयो अधिकारी त्यस्तो थरको साथीहरू पनि छ उनीहरूले अब गीत गाउँछ र उनीहरूले चाहिँ अब अलि नबुझ्ने गीत चाहिँ तर त्यो लिरिक्स गीतको जुन मेलोडी हुन्छ उनीहरूलाई चाहिँ मन पर्ने तर मिनिङ नबुझ्ने अब यसरी गर्दाखेरि चाहिँ नि अरू जति पनि हुनुहुन्छ उहाँहरूलाई अब गीत बुझेर गाउन सक्नुहुन्छ र बुझिसकेपछि यो कन्ठ गर्नलाई पनि अलिक सजिलो हुन्छ र अझ मजा आउँछ यो गीत सुन्नलाई बुझिसकेपछि त्यही सोच लिएर मैले यो लिरिक्सको मिनिङ बनाएको हो त्यस्तै गरी ब्लग पनि हेर्नुहोला थ्याङ्क यू फर वाचिङ